देखि लडाईँ लड्दै इतिहास निर्माण गर्दै फेरि कालो इतिहास कोरिन्छ, फेरि त्यसलाई च्यातेर नयाँ इतिहास निर्माण गर्दै आएका छौँ। त्यसकारण त्यसको पनि ठुलो समस्या हो जस्तो मलाई लाग्दैन। इतिहास चाहिँ तपाईँले नि एमालेको मात्रै सम्झिने, काङ्ग्रेसको माओवादीले त्यही भन्ने समस्या त्यहाँ पो हो कि हामी सबै मिलेर इतिहास निर्माण गरेका छौँ। बाँकी प्रश्नमा सहयोगमा अब जहाँसम्म चाहिँ के छ भने अडान छैन भन्नुभयो चाहिँ एकदमै गलत कुरा हो है। त्यस्तो होइन। एमाले सिद्धान्तमा दृढ छ हेर्नुहोस्, तर व्यवहारमा फ्लेक्सिबल पनि छ। सिद्धान्त इम्प्लिमेन्ट गर्ने सबै नेताहरूले यही भन्नुहुन्छ, सवाल साना साना टेक्निकल कुराहरूमा चाहिँ के भने अडान राखेर मै हुनुपर्छ, मेरै सिङजुरो अगाडि हुनुपर्छ भन्ने हामी गर्दैनौँ। तर हामी के छ भने राष्ट्रिय सहमति हुनुपर्छ भन्नेमा दृढ छौँ। अब अहिले उहाँलाई भोट हामी हाल्दैनौँ, किनभने एमाले गल्ला भन्नुहोला तपाईँले भोट नहाल्न, किनभने उहाँहरूलाई मात्रै होइन कसैलाई पनि काङ्ग्रेस हुँदैन। 2068 साल जेठ 14 गते नै किन नहोस् भोट नहाल्ने त्यो चिज त्यो होइन। त्यो संविधान नबनाउने खालको कुनै मेकानिजम बनाउनेको के अर्थ छैन। यो एकदम दृढ हो। त्यसकारण यसमा एकजना पविताजीको प्रश्न थियो तपाईँहरूलाई, तर जवाफ म तपाईँबाट लिउँ। यो सचेतक अचेतक भन्नुभयो, तपाईँको आफ्नो ठाउँबाट ठिकै कुरा होला। तर सवाल के हो भन्दाखेरि यो 2 वर्षको अनुभव लिएर कुन ढङ्गले मुलुक अगाडि बढ्नुपर्छ भन्ने एउटा अडानका साथ हामी अगाडि बढिरहेका छौँ। एक दोस्रो कुरो संविधान निर्माण प्रक्रिया पनि तपाईँलाई म अलिकति भनिदिउँ, त्यो मैले अघि सुरुमा भन्न पाएको छैन। हामी यो बिचमा वास्तवमा मेजर चिजहरू गरेर अगाडि बढ्ने कुरामा त धेरै चुकिसकेका छौँ। त्यो चिज ठिक हो, तर चुप लागेर चाहिँ बसेको छैन। भनेपछि सचेत अहिले पनि हामी सचेतकै हौँ। यो चिज चाहिँ यहाँले बुझिदिनुहोस्। भनेपछि बोगटीज्यू तपाईँलाई नि के लाग्छ, सचेतकै हुन सकिराखेको छ कि अचेतक हुनु पर्यो? पविताजीले भन्नुभएको जस्तो तपाईँ आफैले पनि यहाँ देखिराख्नु भएको छ। हामी अहिले यो छलफल गरिरहेका छौँ, कहाँ छन् समस्या भनेर तपाईँहरूलाई पनि चाहिँ भनिराखेका छौँ। अनि उता संविधानमा भएका कुराहरू लिएर गएर दलमा लगेर यहाँनिर चाहिँ यस्तो विषय उठिराखेका छ भनेर हामीले त्यहाँ प्रस्तुत गरिराखेका हुन्छौँ। बाहिर अरू मिडियाहरूबाट पनि हामीले विषयहरू राखेका हुन्छौँ। अब यता दलले दिएको निर्देशनलाई फेरि सभासदहरू मार्फत लिएर गएर सभासदहरूलाई चाहिँ भनिदिइराखेका हुन्छौँ होइन। अनि फेरि त्यहाँबाट चाहिँ तपाईँको सभासदहरूका सुझावहरू आउँछन्, त्यो हामी दलमा पुर्याइराखेका हुन्छौँ। त्यस कारणले हाम्रो भूमिका जे हो त्यो भूमिका हामीले पुरा गरिराखेका छौँ भन्ने लाग्छ है। अब फेरि तपाईँहरूलाई त्यस्तो लाग्छ भने त्यो तपाईँहरूलाई लाग्ने कुरा हो। तर हामीले हाम्रो भूमिका चाहिँ विषय हाम्रो जहाँनिर हो, निर्णयकर्ता नै त हामी होइन होइन। हामीले अहिले पनि त तपाईँहरूलाई अहिले यो के गरिरहेका छौँ त, कहाँ छन् भन्ने कुराहरू बरु कति सम्प्रेषण ठिक ढङ्गले। भनेपछि बोगटीज्यू 68 साल जेठ 14 सम्म पनि प्रधानमन्त्रीकै चुनाव भइरहन्छ कि संविधान बनेर त्यो दिन चाहिँ जारी हुन्छ? संविधान बनाउनु पर्छ। संविधान नबनाइकन त यदि बनेन भनेदेखि चाहिँ मुलुक दुर्घटनातिर जान्छ। त्यो दुर्घटनातिर जाने क्रममा यो सबै जाने हो। तपाईँ हामी सबैले बेहोर्नु 11औं संशोधनपछि 12औं पटक कार्यतालिका। त्यसकारण अहिले कार्यतालिकातिर नजाउँ, समय छ, हामीले तीव्रतामा चाहिँ अगाडि लानुपर्छ होइन। त्यहाँतिर जोड गर्ने कुरा भयो। अब सरकार निर्माणको कुरो मैले अघि नै राखिसकेँ। सरकार निर्माणको प्रक्रिया लम्ब्याउनु हुँदैन है। अब यो प्रक्रियामा अब एमाले साँच्चीकै चाहिँ चट्टान हुने हो यो चाहिँ सवालमा, र अब पग्लिँदै नपग्लिने हो भनेदेखि चाहिँ अब एमालेमै ब्लास्टिङ गर्नको लागि पनि चट्टानमा चाहिँ नपग्लिने भएपछि त ब्लास्टिङ गर्नु पऱ्यो नि होइन। अब त्यो ब्लास्टिङ गर्नको लागि पनि नयाँ प्रक्रिया जानु पऱ्यो। अब त्यो गर्नु पऱ्यो। अब पग्लिँदै नपग्लिने टक्कै नलाने भएपछि त त्यसलाई अब गतिहीन भएपछि त गतिमा ल्याउनु पऱ्यो नि। भनेपछि त्यो गर्न ब्लास्टिङ गर्नु पऱ्यो। त्यो गर्नु पनि नयाँ प्रक्रियामा जानुपर्छ। भनेपछि नयाँ प्रक्रियामा जाउँ भन्ने हाम्रो अनुरोध हो। एमालेलाई ब्लास्टिङ गर्ने डाइनामाइट पाउनुभयो? मैले भन्नु खोजेको नयाँ प्रक्रियामा जाउँ भनेको छौँ क्या हामीले। सभासद यता गर्ने उता गर्ने भन्ने सभा त्यो नयाँ प्रक्रिया भने चाहिँ के हो? नयाँ प्रक्रिया त्यही त। अब यसरी हुन्न भनेदेखि छलफल गरौँ, उम्मेदवारी फिर्ता लिएर संविधान संशोधन गरेर गर्नुपर्छ कि के गर्ने, यसमा जाउँ होइन। अब उहाँहरू पटक्कै डेग नचल्ने, अब उहाँले डेग नचल्दिनु, यहाँ चुनावको कसै के अरे सरकार निर्माण हुँदैन देखिहाल्यो त। 7 पटकसम्म देखिएन। त्यसो भइसकेपछि त के गर्नु पऱ्यो त भन्दा होइन। अब त्यहाँ त ब्लास्ट गर्नु पऱ्यो नि त। त्यो भनेको उहाँहरूलाई गतिमा ल्याउनु पऱ्यो भने हो क्या। उहाँहरूलाई गतिमा ल्याउनुको लागि पक्रिनु पऱ्यो होइन। तपाईँहरू ब्लास्ट हुने हो त त्यसो भए उहाँले भन्नुभएको जस्तो होइन। उहाँहरू पक्लिनु पऱ्यो। त्यसोपछि चाहिँ के भने राष्ट्रिय सहमतिमा आउनु पऱ्यो, झगडा छोड्नु पऱ्यो, मिलेर शान्ति र संविधान निर्माण गर्ने बाटोमा अगाडि बढ्नु पऱ्यो। त्यसो भए एमालेलाई पुग्यो।
भनेपछि लक्ष्मण घिमिरेज्यू तपाईँसँग अन्तिममा के छ तब त्यो गति अगाडि लिएर जाने गति बढाउने चिज चाहिँ अहिले पविताजीले भनेकोमा यो प्रमुख सचेतकको भनेको अत्यन्त नै जटिल काम रहेछ। मोबाइल अफ गरेर राख्नै मिल्दैन। हामी तीनजनाका एक अर्काका मध्यरात्रिमा पनि मोबाइल आउने गर्छन्। एक अर्कासँग त्यति संवाद छ। तपाईँहरूलाई लाग्ला कि यी त झगडा गर्छन्, दुनियाँ संवाद पनि छ, झगडा पनि छ। हाम्रा चाहिँ नेताहरूकोदेखि लिएर पार्टीदेखि लिएर सभासदहरूको सबैलाई चित्त बुझाउनलाई अत्यन्त गाह्रो काम। केही त्रुटि यताउति भयो भने त्यो प्रमुख सदस्यको टाउकामा आइहाल्छ, यसले राम्रो गरेन के गरेन आदि इत्यादि। त्यस कारणले अत्यन्त जटिल काममा अभिभार लिएर बसेका छौँ। त्यस कारणले यसलाई अचेतन भनेर चाहिँ नभनिदिनु होला। कमसेकम जे जस्तो छ गरिराखेका छौँ। एउटा कुरो अहिले अन्तिममा गति बढाउने कुरा चाहिँ अब नारायणजीले गति बढाउनुको निमित्त म दुईटा मित्रहरू हुनुहुन्छ। हे चट्टान प्रभु पग्लिदिनुहोस्, टुक्रा टुक्रा पार्न तपाईँहरू नलाग्नुहोस् होइन। उहाँलाई पनि अनुरोध, मैले टुक्रा भनेको छैन है, मैले गति बढाइदिने भने चट्टान पग्लिदिनुहोस्, टुक्रा टुक्रा गर्न नलागिदिनु। अर्को कुरा, म सिधा कुरा, यो हलो अड्काउने काम नगरिदिउँ भीमजी। यो हिंसा र चाहिँ बन्दुक र चन्दा आतङ्कबाट माओवादीले छोडिदियोस्। हामी उहाँहरूलाई जे पनि मान्न तयार छौँ। संविधान बनाउने कुरामा त हाम्रो अडान छ। बाहेक प्रचण्डजीलाई प्रधानमन्त्री मान्न नि केही हामीलाई गाह्रो छैन भने हामीले जब म भन्दैछु भने रामचन्द्रजी पौडेललाई एकचोटि प्रधानमन्त्री बनाइदिउँ न। दुईटा त भइ नै सक्छु। त्यस कारण द्वितीय साथीहरूलाई विनम्र अनुरोध। म यहीँनिर टुङ्ग्याउँछु आजको बहस। हामीले संविधान बनाउने काममा के प्रगति भइरहेछ त्यहाँबाट बहस सुरुवात गरेका थियौँ। छलफल गर्दै जाँदा सरकार नबनिकन संविधान बन्ने कुरा अगाडि बढ्न कठिन छ। आजका तीनटा पार्टीका मुख्य सचेतकहरूको निष्कर्ष त्यो रह्यो। अब असोज 10 गते हुने अर्को पटकको प्रधानमन्त्री चुनावमा सायद नयाँ प्रधानमन्त्री आयो भने संविधान बन्ने कामले गतिले लागि आश गर्ने ठाउँ देख्न पनि सकिन्छ। तर के हुन्छ त्यो त हेर्न बाँकी छ। आजको साझा सवालको छलफल तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया पठाउनका लागि हाम्रो ठेगाना हो साझा सवाल, BBC नेपाली सेवा, पोस्ट बक्स नम्बर 672, काठमाडौँ, नेपाल। र इमेलमा प्रतिक्रिया पठाउन हाम्रो इमेल ठेगाना हो nepali.letters@bbc.co.uk। साझा सवाल तपाईँ BBC नेपाली सेवाको वेबसाइट bbcnepali.com मा पनि सुन्न सक्नुहुन्छ। आजको यो बहसमा सहभागी भइदिनु भएकोमा एकीकृत नेकपा माओवादीका मुख्य सचेतक पोष्टबहादुर बोगटी, नेपाली कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरे र नेकपा एमालेका मुख्य सचेतक भीम आचार्य, यो हलमा भइरहेको छलफलमा उपस्थित सहभागी दर्शक र श्रोता सबैलाई धेरै धन्यवाद। कार्यक्रमबाट आजका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।